अफरोड रहेको छ अफरोड यस्तो यो काठमाडौँ जाने क्रममा हो म चाहिँ काठमाडौँ जाने बाटो हो यो हिमानको यस्तो त हुन्छ बाइक अब के भन्ने र त्यस्तो कसम बिजोग रहेछ अहिले यो बाटो बर्खामा पानी त्यत्तिकै परे गर्दैन रहेछ बाटो यस्तो खतम छ के भन्नु यस्तो यो बाटो लास्टै डेन्जर लु हेरौँ आमामा के हो यो भर्खर कहिले अब यो उता पिच बाटो तल खोलाको बाटो ब्लक भएर छ तलबाट बिग्रेर यो माथि सर्टकटबाट हिँड्नुपर्ने रहेछ पिचबाट भेट्नु अब चाहिँ कति हिँड्नुपर्छ यहाँ तलको बाटो राम्रो बाटो बिग्रेर यस्तो बाटो हिँड्नु पर्छ चढ्नु मान्दैन नि त के जबरजस्ती हो आमामा गाह्रो छ यो काठमाडौँ सकिन्छ त र प्योर यो त गाउँतिर जस्तै छ त बाटो यहाँ त प्योर यो भन्दा नि गाउँतिर भने जस्तै भयो यार यो बाटो त आमा के हो यो हेरौँ त पक्की बाटो कहिले आउँछ त पक्की बाटो चाहिँ कहिले आउँछ यस्तैबाट घिस्कर्दै लान्छ साथीहरूले सबैजनाले यस्तै बाटो हो आम्बा आधी घन्टाभन्दा बढी चाहिँ यस्तो बाटो हिँड्नु पर्दो रहेछ अघि भन्दै थियो यस्तो बाटो आफ्नो छ त भनेर के गर्नु अब हिँड्नै पर्छ है सो फाइनल्ली आमामा यस्ता त छ नि यस्तो बाटो हिँडेर कहिले के हुन्छ अब जबरजस्ती हो यहाँतिर त्यहाँ यस्तो बाटो भएपछि के गर्नु त अब